साउथ एसियामा नेपाल सबभन्दा बेसी पेट्रोलको भाउ राख्ने देश भएको छ। यो किन हुन्छ त भनेर सरस्वती मैले बुझेका, मैले स्रोतबाट कलेक्सन गर्न सकेका डाटाहरू मार्फत तपाईँहरूलाई म आज आम नागरिकलाई स्पष्ट पार्न चाहन्छु। जो मैले डाटा प्राप्त गरेँ, मेरो नलेजले कति डाटा प्राप्त गर्यो, मेरो नलेजले कति भ्यायो, म त्यो तपाईँहरूसँग सेयर गर्न चाहन्छु। साथीहरू, यहाँ गभर्मेन्टले ट्याक्स लिन्छ। हाम्रो इम्पोर्ट हुँदाखेरि पेट्रोलियम पदार्थमा 7 किसिमको कर लिँदो रहेछ। के लियो भने कस्टम ड्युटी लिँदो रहेछ 25 रुपियाँ प्रति लिटरको दरले। अहिले त्यो घटाएर 12.5 रुपियाँ पारेको छ। तर हिजो अस्तिसम्म 25 रुपियाँ प्रति लिटरको दरले कस्टम ड्युटी भन्सारको दर लिन्थ्यो। त्यसै गरेर भित्र पस्ने बित्तिकै एक्साइज ड्युटी भनेर 10 रुपियाँ प्रति लिटरको दरले कर लिँदो रहेछ। त्यसपछि तेस्रोमा पोल्युसन ट्याक्स भनेर 1.5 रुपियाँ प्रति लिटरको दरले पोल्युसन ट्याक्स लिँदो रहेछ। चौथो नम्बरमा प्राइस स्टेबलाइजेसन ट्याक्स भन्दो रहेछ, मूल्य स्थिरीकरण कर। यो 3 रुपियाँ प्रति लिटर लिँदो रहेछ सरकारले। अनि रोड मेन्टेनेन्स चार्ज भनेर ट्याक्स भनेर 4 रुपियाँ प्रति लिटरको दरले यो पैसा पनि लिँदो रहेछ रोड बनाउनको लागि। त्यसपछि 6औं नम्बरमा इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट ट्याक्स भनेर बुढी गण्डकी लगायतको इन्फ्रास्ट्रक्चर भनेर अर्को 10 रुपियाँ प्रति लिटर लिँदो रहेछ। त्यो अहिले 5 रुपियाँमा झरेको छ केही दिनदेखि, नभए पहिला 10 रुपियाँ नै थियो। र यो सबै जोडेर कति आउँछ, त्यसमा 7औं नम्बरमा भ्याट लगाउँदो रहेछ, 13% भ्याट लाग्दो रहेछ। त्यसो गर्दाखेरि सरकारलाई दिने, हामीले जुन 1 लिटर पेट्रोल किन्दाखेरि सरकारलाई दिने कर चाहिँ 66 रुपियाँ एभरेजमा पर्दो रहेछ। कतै 68 रुपियाँ पर्ला, कसै 64 रुपियाँ पर्ला, डिस्टेन्स हेरेर। एभरेजमा मैले क्यालकुलेसन गरेको छु, 66 रुपियाँ कर प्रत्येक लिटर पेट्रोलमा। तपाईँको मोटरसाइकलमा 2 लिटर पेट्रोल हाल्दाखेरि 120 रुपियाँ सरकारलाई कर तिर्नुहुन्छ। र त्यतिलेमा मात्रै नेपाल सरकार अडिएन। यो बाहेक उसले के लिन्छ त भन्दाखेरि चार्जहरू भनेर अर्को चार्जहरू केही लिँदो रहेछ। त्यो चार्जहरूमा ट्रान्सपोर्ट कस्ट, अमलेशगञ्जबाट विभिन्न ठाउँमा अथवा काठमाडौँ डिपोबाट विभिन्न ठाउँमा पुर्याउने ट्रान्सपोर्टर्सहरूलाई 3 देखि 8 रुपियाँ पर लिटरको दरले ट्रान्सपोर्ट चार्ज दिँदो रहेछ त्यो ट्याङ्करहरूलाई। त्यो भनेको एभरेजमा 6 रुपियाँ पर्दो रहेछ 1 लिटरमा। अर्को डिपो अपरेसन कस्ट भनेर 1 रुपियाँदेखि 3 रुपियाँ डिपो अपरेसन कस्ट, त्यो कर्मचारीलाई, डिपोको कर्मचारीलाई भाडा, ब्याङ्कको लोन आदि तिर्नको लागि डिपोको लागि उसले 1 रुपियाँदेखि 3 रुपियाँ प्रति लिटरको दरले पैसा लिँदो रहेछ। गर्दाखेरि एभरेजमा 2 रुपियाँ डिपो अपरेसन चार्ज भनेर लिँदो रहेछ। र अर्को चार्ज छ डिलर कमिसन, जसले लगानी गरेको छ त्यसको निम्ति डिलर कमिसन भनेर 4.5 रुपियाँ, 3% कम्तीमा 3% भनेको छ कमिसन। अहिलेको भाउमा लगभग 6 रुपियाँ नै पर्ने रहेछ। अब अहिले त 7 रुपियाँ पर्यो। डिलर कमिसन अहिले 7 रुपियाँ पर्यो। डिलर कमिसन चाहिँ प्रति लिटर 3% को दरले, जति डिपो के अरे पम्प मूल्य हुन्छ त्यसको 3%, पम्प मूल्यको 3% भनेको अहिले 7 रुपियाँ जति पर्दो रहेछ। त्यो डिपोको कमिसन, डिपो सञ्चालकलाई कमिसन। अपरेसनलाई अर्कै यहाँ जोडिसकेको छ। र अर्को चाहिँ एनओसी अपरेटिङ कस्ट भनेर अर्को चार्ज लिँदो रहेछ। आयल निगम अपरेसन गर्नको लागि त्यहाँका कर्मचारीहरू, त्यहाँको सबै चिज सञ्चालन, अफिस सञ्चालनको लागि अपरेटिङ कस्ट भनेर 1 देखि 2 रुपियाँ प्रति लिटर एभरेजमा 1.5 रुपियाँ पर्दो रहेछ। पेट्रोल, डिजेल, मट्टीतेल सबैमा यो 1 रुपियाँ 1.5 रुपियाँ एनओसी अपरेटिङ कस्ट भनेर लिँदो रहेछ 1.5 रुपियाँ प्रति लिटरमा। र अर्को लिकेज प्रोभिजन भन्ने अर्को रहेछ। त्यो लिकेज प्रोभिजनमा चाहिँ 1.5 रुपियाँ प्रति लिटरको दरले घट्छ, घट्यो पोखियो केही होला भनेर प्रति लिटर 1.5 रुपियाँ चार्ज पनि त्यहाँ थप्दो रहेछ। र अर्को ब्याङ्कहरूको ब्याङ्किङ ट्रान्ज्याक्सन गर्नको लागि ब्याङ्कको लोन हुन्छ हैन, किनकि 15-15 दिनमा नेपाल आयल निगमले इन्डियन आयल निगमलाई पैसा तिर्छ। त्यतिखेर पैसा पुगेन भने ब्याङ्कबाट उसले लोन लिँदो रहेछ। त्यो लोन तिर्नको लागि 50 पैसा प्रति लिटरको दरले ब्याङ्क ट्रान्ज्याक्सन चार्ज भनेर लिँदो रहेछ, प्रति लिटर 50 पैसाको दरले। यसो गर्दाखेरि लगभग एभरेजमा 17 रुपियाँ आउँदो रहेछ हाम्रो अर्को चार्ज आउँदो रहेछ सरकारले लिने, तर ट्याक्स बाहेकको। दुईटा गर्दाखेरि लगभग 90 रुपियाँ हामीले ट्याक्स र
यतापट्टि नन ट्याक्स चार्जेसहरू गरेर 1 लिटर